मन्त्री बब्लु गुप्ताको झुटमाथि झुट। युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले अमेरिका भ्रमणको विषयलाई लिएर झुटमाथि झुट बोलेको खुलासा भएको छ। माघ 3 गते एनआरएनएको फेक कार्यक्रम बनाएर अमेरिका जान लागेका मन्त्री गुप्तालाई एनआरएनए अमेरिकामा त्यस्तो कुनै कार्यक्रम नभएको र मन्त्री गुप्तालाई नबोलाइएको जनाएपछि मन्त्री गुप्ताको फेक कार्यक्रममा अमेरिका घुमफिरको विषय सतहमा आएको थियो। तर एनआरएनएको लेटर हेडमा नक्कली एनआरएनएको पदाधिकारी खडा गरी पुनः मन्त्री गुप्ताले चलाखीपूर्ण ढङ्गबाट आम सर्वसाधारणमा भ्रम सृजना गरी अमेरिकाबाट इन्भिटेसन आएको प्रमाणीकरण गर्न खोजेका थिए। तर नक्कली विज्ञप्तिको पर्दाफास भएपछि मन्त्री गुप्ताले आफू अमेरिका जान लागेको कुरा नै फेक भएको बताउन थालेका छन्। उनले एक अनलाइनसँगको टेलिफोन संवादमा आफू अमेरिका जाने कुनै प्रक्रिया नै सुरु नभएको, अमेरिका जान लागेको कुरा हल्ला मात्र भएको र त्यसमा कुनै सत्यता नभएको बताउँदै आफ्नो ढाकछोप गरेका छन्। तर पौष 21 गतेको मन्त्री परिषदको निर्णयले समेत मन्त्री गुप्ताको अमेरिका भ्रमणको स्वीकृति गरिसकेको देखिन्छ। अमेरिका जाने तयारी नै नभएको बताएका मन्त्री गुप्ताको अमेरिका भ्रमण मन्त्री परिषदबाट कसरी स्वीकृत भयो? यहाँनिर गम्भीर प्रश्न चिन्ह खडा भएको छ। अमेरिकामा एनआरएनएको नक्कली कार्यक्रम देखाएर अमेरिका घुमफिरमा जान लागेका मन्त्री गुप्ता भने आफू अमेरिका जान लागेको कुरा नै अफवाह भएको बताउन थालेका छन्। एकातिर मन्त्री परिषदले मन्त्री गुप्ताको भ्रमण स्वीकृत गरिसकेको अवस्थामा एनआरएनएको नक्कली कार्यक्रम देखाएर अमेरिका घुमफिरमा जान लागेको खुलासा भएपछि उनले आफ्नो एउटा झुट लुकाउन झुटमाथि झुट बोलेको खुलासा भएको छ। यो हेर्नुहोस्, पौष 21 गते बसेको मन्त्री परिषदको निर्णय।